यो हल्लै हल्लाको देश हो। कानमा एयरफोन लगाउनु पर्ने बहिराहरू, जहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरू काव्यका निर्णायक मानिन्छन्। काठका खुट्टाहरू जहाँ रेसमा विजेता हुन्छन् र जहाँ प्लास्टर गरिएका हातहरूमा सुरक्षाको सङ्गीन थमाइन्छ। जहाँ बाटो र अट्टालिकाहरूका ढोका अगाडि डोकोका डोको, खर्पनका खर्पन, ट्रकका ट्रक आत्माका मन्डी सजाइन्छ। स्टक एक्सचेन्जका सेयर जस्तै आत्मा क्रय विक्रय गर्न सक्नेहरू जहाँ नेता हुन्छन् र जहाँ निधारभरि कर्कट पाता जस्तै चाउरी परिसकेकाहरू तन्नेरीहरूका अगुवा हुन्छन्। जहाँ जतिसुकै व्यभिचारीको पनि इज्जतको वास एन्ड वेयर कहिल्यै बिग्रिन्न। जहाँ जतिसुकै पाप गरेको वेश्याको पनि अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न। जहाँ कृषि मेलाहरूमा दोब्बर उब्जनी हुने बिउहरूको प्रदर्शनी गरिन्छ र जहाँ खडेरी र अनिकालका संसारले भरिन्छ। जहाँ बागमती र विष्णुमतीका साटोमा अब बियर र व्हिस्की बग्दछन् र जहाँ अब पशुपतिनाथ र शम्भुनाथका मन्दिरको उपयोग तिनका प्रसाद खानमा कम र तिनका पछाडिका वनहरूमा आडम र ईदको वर्जित फल खानमा बढ्ता गरिन्छ। जहाँ चिनीको कारखानाले चिनी होइन रक्सी मात्र बनाउँछ र जहाँका स्वतन्त्र आमाहरूले छोरा होइन लाहुरे मात्र जन्माउँछन्। जहाँ ऋण तिर्नको लागि महाकविले असमयमै मर्नु पर्दछ। जहाँ स्वदेशको पीरले बहुलाएको कविले विदेशी अस्पतालको शरण पर्नु पर्दछ र जहाँ सरस्वतीकी एक्लै छोरीले बिना उपचार वैंशमै पुजिएर जीवन बिताउनु पर्दछ। जहाँ गाइडले टुरिस्टलाई नेपालको विदेशलाई देन सम्झाउँछ र बिदाका बेलामा उसित उसको विदेशी क्यामेराको देन माग्दछ। जहाँ तन्नेरीहरू किल्ला काँकडा र नालापानीको गीत गाउँदै अब कवात खेल्दछन्। टाई र कोटको कलरमा खुकुरी भिरेर यो देशमा मलाई भन्न कर लाग्छ। आफ्नो मुटु चिरेर कि ए मेरा देशवासीहरू हो, ए मेरो देशका राष्ट्र कविहरू हो, ए मेरा देशका सम्माननीय नेताहरू हो भन्न मन लाग्छ भने भन मलाई, स्वदेश निन्दक वा घृणा चिन्तक। तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो। अंशै बन्दा गर्ने हो भने पनि यो देशका 1 करोड टुक्राहरू मध्ये एउटा टुक्रामाथि मेरो पनि छाप्रो हुनेछ र यो देशको असंख्य बगरहरू मध्ये एउटा बगरमाथि मेरो पनि चिता हुनेछ। यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र आँट दिलाउँछ यो भन्न कि यो हल्लै हल्लाको देश हो। खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ। त्यसैले यो हल्लै हल्लाको देश हो। यो हल्लै हल्लामाथि उभिएको देश हो। यो हल्लै हल्लामाथि उठेको देश हो। यो हल्लै हल्लाको देश हो।